कहिले एउटा कुरामा मन लाग्ने, कहिले अर्कोमा। यदि तपाईँका रुचिहरू पनि यसरी नै धेरैतिर फैलिएका छन् र तपाईँलाई यसले अलमलमा पारेको छ भने यो प्रस्तुति तपाईँको लागि हो। आज हामी बुझ्नेछौँ कि धेरै रुचि हुनु कमजोरी होइन, बरु एक विशेष शक्ति हो। ल सुरु गरौँ है त। सफलताको शिखरमा पुगेका दुई यस्ता व्यक्तिको कथाबाट सुरु गरौँ जसको यात्रा भने बिल्कुलै फरक थियो। एकातिर छन् सचिन तेन्दुलकर। 11 वर्षको उमेरदेखि नै उनको एउटै ध्यावन्न थियो, क्रिकेट। कोचले स्टम्पमा राखेको सिक्का जित्न उनी दिनरात अभ्यास गर्थे। उनको जीवन क्रिकेटमै केन्द्रित थियो। अनि अर्कोतिर हुनुहुन्छ रतन टाटा। उनले आर्किटेक्चर पढे तर आफ्नो साम्राज्य टाटा स्टिल, मोटर्स, होटलदेखि एयरलाइन्ससम्म विभिन्न क्षेत्रमा फैलाए। अब एकछिन सोचौँ त, यी दुई मध्ये तपाईँको स्वभाव कोसँग बेल्छ? एउटै कुरामा गहिरिने व्यक्ति ए जस्तो कि विभिन्न क्षेत्रमा रमाउने व्यक्ति बी जस्तो? यदि तपाईँको जवाफ बी हो भने चिन्ता नलिनुहोस्, तपाईँ एक्लो हुनुहुन्न। यदि तपाईँलाई आफू व्यक्ति बी जस्तो लाग्छ भने यो कुनै कमजोरीको सङ्केत होइन। यसको सोझो अर्थ हो तपाईँको दिमागले फरक तरिकाले काम गर्छ र यो कुरा बुझ्नु नै सबैभन्दा महत्त्वपूर्ण छ। मनोचिकित्सक डाक्टर विलियम डर्सनका अनुसार मस्तिष्क दुई किसिमका हुन्छन्। पहिलो सचिनको जस्तो, जुन महत्त्वले चल्छ, जस्तै कुनै डेडलाइन वा जित्नुपर्ने दबाव। तर दोस्रो किसिमको मस्तिष्क, जुन हामीमध्ये धेरैको हुन्छ, त्यसलाई सक्रिय हुन पिन्च कारकहरू चाहिन्छन्। यो पिन्च आखिर हो के त? पी अर्थात् प्यासन, कुनै काम गर्ने गहिरो जोश। आई अर्थात् इन्ट्रेस्ट, कुनै नयाँ विषयमा जागेको रुचि। एन अर्थात् नोभल्टी, केही नयाँ गर्दाको सुरुवाती रमाइलो। सी अर्थात् च्यालेन्ज, कुनै चुनौतीपूर्ण काम। र एच अर्थात् अर्जेन्सी, केही कुरा तुरन्तै गर्नुपर्ने अवस्था। तपाईँको दिमागले महत्त्वपूर्ण भएर मात्र होइन, यी 5 मध्ये कुनै एक कुरा महसुस गर्दा आफ्नो ध्यानलाई चरम बिन्दुमा पुर्याउँछ। यदि धेरै रुचि हुनु स्वाभाविक हो भने हाम्रो समाजले हामीलाई सधैँ एउटै लक्ष्यमा केन्द्रित हुन किन भन्छ? अर्जुनले चराको आँखा मात्र देखे जस्तै बन भन्ने दबाब आखिर आयो कहाँबाट? यो एउटै काममा विशेषज्ञ बन भन्ने सोच सधैँ थिएन। यो त लगभग 250 वर्ष मात्रै पुरानो हो, जुन औद्योगिक क्रान्तिसँगै सुरु भयो। त्योभन्दा पहिले गुरुकुल जस्ता प्रणालीहरूले कुनै एक विषयको विशेषज्ञ भन्दा पनि एउटा पूर्ण र सन्तुलित व्यक्ति बनाउनमा जोड दिन्थे। तर 1776मा एडम स्मिथको एउटा किताब र त्यसपछिको विद्यालय प्रणालीले सबै कुरा बदलिदियो। एडम स्मिथले एउटा पिन बनाउने कारखानामा अचम्मको कुरा देखे। जब एउटै मान्छेले पिन बनाउने सबै काम गर्थ्यो, उसले दिनमा मुस्किलले 20वटा पिन बनाउँथ्यो। तर जब त्यही कामलाई 18वटा साना हिस्सामा बाँडियो र हरेक मान्छेलाई एउटै हिस्सा मात्रै जिम्मा दिइयो, तब 10 जनाले मिलेर दिनमा 48,000 पिन बनाए। यसको महत्त्वपूर्ण निष्कर्ष के हो भने यो तरिकाले प्रति व्यक्ति उत्पादकत्व 240 गुणाले बढ्यो। यसलाई श्रम विभाजन भनियो र यसले कारखाना मालिकहरूलाई यति फाइदा दियो कि विशेषज्ञताको सोच विश्वभर फैलियो। हाम्रो शिक्षा प्रणालीसम्मै आइपुग्यो। र यहाँ एउटा रमाइलो विरोधाभास छ। जसले संसारलाई विशेषज्ञताको पाठ पढाए, ती एडम स्मिथ आफै विशेषज्ञ थिएनन्। उनी त विभिन्न विषयमा रुचि राख्ने व्यक्ति थिए, एकैसाथ दार्शनिक, अर्थशास्त्री र इतिहासकार। अब अगाडि बढौँ र हेरौँ कसरी तपाईँको यही धेरै रुचि राख्ने बानी कमजोरी होइन, बरु एउटा वास्तविक महाशक्ति हो। 14औं शताब्दीमा इटालीको फ्लोरेन्स भन्ने ठाउँमा मेडिसी नामको एउटा शक्तिशाली परिवार थियो। उनीहरूले के गरे भने त्यस समयका उत्कृष्ट चित्रकार, मूर्तिकार, वैज्ञानिक र दार्शनिकहरूलाई एकै ठाउँमा बोलाए। जब यी फरक क्षेत्रका दिमागहरू एक अर्कासँग ठुक्किए, तब त्यहाँ विचार र आविष्कारको एउटा विस्फोट नै भयो। यसैलाई मेडिसी प्रभाव भनिन्छ। र यसको परिणाम कति शक्तिशाली थियो भन्ने कुरा साँच्चै रोचक छ। जब एक चित्रकारले गणितज्ञसँग भेटे, चित्रकलामा 3D को सुरुवात भयो। जब लियोनार्दो दा भिन्ची जस्ता व्यक्तिले कला, इन्जिनियरिङ र मानव शरीरको ज्ञानलाई एकै ठाउँमा मिसाए, तब उनले उड्ने मसिनको कल्पनादेखि लिएर मोनालिसा जस्तो अद्भुत कलाकृति बनाए। इतिहासका महान आविष्कारहरू प्राय 2 फरक क्षेत्रहरूको सङ्गमबाटै जन्मिएका छन्। तपाईको महाशक्ति पनि यही हो। फरक क्षेत्रबाट ज्ञान र सिपहरू लिएर त्यसलाई जोड्ने क्षमता र त्यसबाट केही यस्तो नयाँ बनाउने क्षमता जुन एउटै क्षेत्रको विशेषज्ञले सायदै सोच्न सक्छ। अब प्रश्न उठ्छ, यो महाशक्तिलाई आफ्नो करियरमा कसरी प्रयोग गर्ने त? यसका लागि हामी 4वटा व्यावहारिक मोडलहरू हेर्न सक्छौं। लेखिका एमिली भ्यापिनिकले यी 4 मोडलहरू दिएकी छिन्।
पहिलो ग्रुप हग, अर्थात् आफ्ना सबै रुचिहरूलाई एउटै करियरमा मिसाउने, जस्तै फरहान अख्तरले गर्छन्। दोस्रो हो आइन्स्टाइन मोडल, जहाँ एउटा स्थिर जागिरले घर खर्च चलाउने र बाँकी समयमा आफ्नो जोस पूरा गर्ने, जस्तै निकाकी फाल्गुनी नायरले गरिन्। तेस्रो स्ल्याश मोडल, जहाँ एकै पटकमा धेरै कामहरू सँगसँगै अघि बढाउने। र चौथो फिनिक्स मोडल, जहाँ एउटा क्षेत्रमा पोख्त भएपछि त्यसलाई छाडेर पुरै नयाँ क्षेत्रमा जाने, जस्तो आर्नोल्ड श्वार्जनेगरले गरे। त्यसैले आफ्ना धेरै रुचिहरूलाई अबदेखि कमजोरी नसम्झिनुहोस्, ती तपाईँको शक्ति हुन्। अब सोच्नुपर्ने कुरा यो होइन कि कुन रुचि छोडौँ,